हेलो एभ्रिवान, वेलकम टु लेट्स म्याथमेटिक्स। आज चाहिँ हामी फ्याक्टोरियलको बारेमा पढ्न गइरहेछौँ। फ्याक्टोरियल के हो र यसलाई चाहिँ हामी कसरी क्याल्कुलेट गर्छौँ अनि जिरो फ्याक्टोरियल के हो, इन्ट्रेस्टिङ छ। यसलाई चाहिँ फेरि स्टार्ट गरौँ। लेट अस कन्सिडर कुनै एउटा नम्बर छ अरे एन भन्ने, यसको फ्याक्टोरियलको साइन यसरी लेखिन्छ, एन फ्याक्टोरियल। अनि एन फ्याक्टोरियल भनेको के हो त भन्दा 1 into 2 into 3 into गर्दै 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 कहाँसम्म मल्टिप्लाई गर्ने त भन्दाखेरि एन भन्ने नम्बरसम्म। यो एन भन्नेसम्म मल्टिप्लाई गर्दाखेरि जति आउँछ हो यो नै फ्याक्टोरियलको के भयो त एन्सर हुने भयो। अब मैले जस्तै 5 फ्याक्टोरियल लेखेँ भने कति भयो त यो 1 into 2 into 3 into 4 into 5। यसरी 5 सम्म मल्टिप्लाई गरेँ भने के त मैले 5 फ्याक्टोरियल भयो। त्यस्तै मैले 4 फ्याक्टोरियल लेखेँ भने कति भयो 1 into 2 into 3 into 4 भयो। अब मैले थोरै यहाँनिर अलिकति विचार गरेँ भने 5 फ्याक्टोरियल भनेको चाहिँ 4 सम्म लगातार मल्टिपल, अनि त्यस पछाडि 5 भने त मैले 5 फ्याक्टोरियललाई के पनि लेख्दा हुने रहेछ 4 को फ्याक्टोरियल इन्टु 5 फ्याक्टोरियल, सरी इन्टु 5 भनेर लेख्दा हुने रहेछ। अब मैले त्यसो भए त कुनै पनि n को फ्याक्टोरियल लेखेँ भने n फ्याक्टोरियल इक्वल टु के लेख्न सके त n भन्दा अघिल्लो नम्बरसम्मको फ्याक्टोरियल n-1 को फ्याक्टोरियल इन्टु कति n भनेर यसरी राख्न सके। अब मैले यदि n को ठाउँमा चाहिँ 1 ले रिप्लेस गरिदिएँ भने के हुन्छ 1 को फ्याक्टोरियल इक्वल टु 1-1 को फ्याक्टोरियल इन्टु n को ठाउँमा कति लेखेँ 1 लेखेँ। 1-1 0 को फ्याक्टोरियल भयो, 1 फ्याक्टोरियल इक्वल टु 0 को फ्याक्टोरियल इन्टु 1। त्यसो भए 0 फ्याक्टोरियल कति रहेछ त 1 रहेछ। थ्याङ्क यू एभ्रिवान।